Còn cái gì làm पण्डित भए भइहाल्यो नि दाइले बरु क्याप लाउनु त दाइलाई फरक पर्दैन पण्डित म क्याप खोलेर यता ढुन्याएर जान्छु नि अहिले जाने होला पुरा प्योर पण्डित भनेर भर्खर यहाँ पण्डित भनेर यहाँ मटन दिन्छ चिकन दिन्छ भन्नु थालेको छु होटेलमा पनि कस्तो खाले पण्डित रहेछ है